ल फाइनल्ली वेलकम टु माई च्यानल है। आज चाहिँ हाम्रो फाइनल्ली बिहान यसो हल्का ट्रेनिङ सेनिङ सकेर अब चाहिँ हामी टक्कसँगले गौडासम्मको यात्रा हो। गौडादेखि हेर्नु अब कहाँ हुन्छ, एक्सिडेन्टली हामी कहाँ पुगिन्छ होइन। बस आज चाहिँ हामी गौडातिर लाग्दैछौँ होइन। हाम्रो त्यो छजना ग्रुप छ हामी होइन। छजनामा हाम्रो सुरज सर हुनुहुन्छ, उहाँनिर हाम्रो पवन सर हुनुहुन्छ होइन। अनि भाइहरू छ 2-3 जना। हामी चट्ट अब आज गौडा जाने हो। हल्का चिसो हुने हो, यस्तै छ घाम हेर, घाम लागिरहेको छ। यसो चिसो खानु हिँडेको अब हामी चाहिँ होइन। चट्ट जाने हो, इन्जोय गर्ने हो। के हुन्छ बिच बाटोमा हामी सबै देखाउनेछौँ हजुरहरूलाई होइन। बिचमा हाम्रो गाइजहरू दामी छ है, केटाहरू सब हेन्डसम भएर हिँडेको छ। आज गौडामा गौडीहरू हान्ने सबैले एकदम लाइक सेयर सब्सक्राइब कमेन्ट सब हान्नु पर्यो है गाइजहरू है। ल हामी चाहिँ यहाँबाट अब निस्किनु लागेको। अब 3टा बाइकमा 6जना छौँ, लाग्यौँ हामी चाहिँ अब। थ्याङ्क यू। गाइजहरू भन्दा अलिक अगाडि आइपुग्यो होइन। अलिकति यहाँ एपिएफ क्याम्प अगाडि, यहाँनिर अगाडि पुल छ, त्यहाँ पुलमा भेट्ने भनिरहेको थियो। अब गाइजहरू खै कहाँ सोल्टी भेट्ने अरे के भेट्ने अरे। अब सोल्टीहरूलाई भेटेर आउँदैछ अरे गाइजहरू। खै के गरेको हामीलाई रुङाएर गाइजहरूले। गाइजहरू जस आउँदैछ, आउनु चाहिँ यहीँ अगाडि छ अरे। खोइ कति बेला आइपुग्छ थाहा नै छैन। अब पर्खिनु अरे हो गाइजहरूलाई। खै गाइजहरू कति टाइम लाउँछ। लडाउ न, नलडाउ बाइक। यहाँ फेरि मेहनती भाइ हाम्रो पडक छ। पुरा सघाउँदैछ यार त्यसले नि। यतिको चाहिँ चाहियो क्या यो भाइ, राम्रो छ यार। हामी चाहिँ फाइनल्ली अहिले यहाँनिर आइयो होइन। खोइ कहाँ हो के हो यार, म त केही थाहा छैन। म त केही पानी बाइक केही खाँदिनँ है। मेरो लागि पानी किनिदिनु हो। म त पानी मात्र खान्छु। हाम्रो सरले खान्छ अरे, के खाने। खोइ हो हाम्रो मालिकलाई बोलाउनुहोस्। के अरे दाइ होटेलको नाम यो? दिपा कार्की होइन। दिपा कार्की होटेलमा हाम्रो ह्यान्डसम कोरियन बोय प्रवीण मगर सबैजनाले भाइलाई कमेन्टमा भनिदिनु कस्तो देखेछ भनेर। आइफोन कति हो यो? आइफोन यो कति हो भन्देऊ न। देखिरहेको त पछाडिबाट कति हो। आइफोन 12 होला है। प्रो म्याक्स है। धनी चाहिँ हामी मात्र गरिब छौँ यहाँ। गरिब छौँ। केटाहरूले चाहिँ हामीलाई एक्सट्रिम खुवाउने अरे हो। के हो एक्सट्रिम खुवाउने अरे होइन। खाइदिने हो के भन्नु, हावाले उडाएर कपाल बिग्रेको रहेछ। एक्सट्रिम खाने हो, पानी खाने हो, यस्तै छ। बनाउनु पर्यो नि, हल्का दिनु पर्यो नि केटाहरूसँग चलपल। केटाहरूले यसो घुमाउनु लगाएछ आज। घुमिदिने हो, खाइदिने हो, हिँडिदिने हो। विदेशी मान्छेले 500 को तेल हालिदिँदैछ हाम्रो यो बसन्तीमा, ह्यान्डसम बसन्तीमा। अरे दाइ कता यार गाइजहरू हाम्रो दाइ यार, ह्यान्डसम दाइ यार। दाइलाई त कति पछि मात्रै देखिन्छ यार। के छ दाइ? ए गौडा छ भन्दा यसो घुम्नु होइन यसो चिसो गर्मी बढे सँगसँगै अरे क्या। हावा खानु हजुर। कता दाइ यहीँसम्म? दाइ त्यो घडी चाहिँ नि दाइ मान्छे हान्नु चाहिँ दामी हुन्छ नि। ओए चन्द्रभानुले दिएको सर्ट हो क्या अन्त? चन्द्रभानुको सर्ट लाएर चाहिँ कहाँ हिँडेको अरे भाइले? चन्द्रभानुको सर्ट लगाएर गौडा गएको। ए ल कस्तो ह्यान्डसम देखिँदो रहेछ यो सर्टमा तँलाई यार। कोरियन जस्तो देखिरहेको छ यार। लाग्यो गौडासँग यसो चिसो हावा खानु बाइकमा। ह्यान्डसम राजेन भाइसँग बाइकमा म चाहिँ राइडर रहेछ अरे भाइ पनि यार। राइडर बवाल कुदाउँछ भाइले, बवाल छ। कति चाहिँ
दाजुभाइ रक दाजुभाइ यार दाजुभाइले मार नजारा चाहिँ बबाल छ नि होइन बबाल छ यार नजारा चाहिँ बाटो खत्तम भए पनि नजारा चाहिँ एकदम दामी छ यो बाटो के गरेको बालेन सरकार दिए खोइ के हो लभ चाहिँ गर्नुपर्ने भयो होइन दाजुभाइ केरियर यता ऊ जेन सुरज केरियर उता राजन रोमन केरियर पठाउ हाम्रो पठाउहरू है पठाउ राइडहरू एकदम कडा छ है हाम्रो कन्ट्याक्ट नम्बर चाहिँ तल ट्याक्क हुन्छ है ल लाग्दैन होइन ल सबैजना हामी अब यहाँबाट चाहिँ लाग्यौँ है गाइस ल दामी गौडा पनि आइपुग्यो होइन गौडा आइपुग्यो तर हामी यहाँ गौडादेखि अलिकति माथि खोइ के पार्क छ अरे त्यो पार्कतिर जाँदैछौँ अलिकति यहाँनिर बाटोको खराबले गर्दाखेरि राइडरले कुदाउनु सकेन अलिकति माथि चढेर फेरि बाइकमा जानेछु म बाटो चाहिँ यस्तै रहेछ यहाँको अरू त त्यस्तै हो जस हाइकिङ गर्दा पनि हुन्छ कि क्या यो बाटो त त्यस्तो खालको छ त हाइकिङ गर्ने खालको छ त मजा आउँछ जोस् दामी छ ठाउँ दामी कस्तो हात छुट्टिरहेछ क्या मलाई त आज त्यत्रो गर्मी हुने ठाउँ घरमा गर्मी हुन्छ भनेर चिजा खानु आएको अरे म माथि यहाँ झन् त्योभन्दा बढी घाम लागिरहेछ आम्म हट अति भइरहेछ क्या यहाँनिर गाइजहरूले चिसो खानु जाउँ भन चिसो हावा लिनु आएको अरे गर्मी ल्याउनु चाहिँ फाँक भइसक्यो आफू चाहिँ आम्मा अझै कति माथि हो यार हिँडेको नै छु म चाहिँ हिँड्ने हो नपुगिन्जेलसम्म गरममा एक्सट्रिम खोलेर हानिदिइहाल्नु पऱ्यो एउटा बसेर ट्यास्ससँगले यसो पारी जाउँ भनेर हिँडेको हामी चाहिँ होइन हामी भन्दा नि म चाहिँ पारी जाउँ कि भनेर के छ पारी चाहिँ भनेर यसो चेक गर्नु हिँडेको होइन ठिकै छ जे जस्तो छ हेरेर आइन्छ साथीहरू पछाडि नै हुनुहुन्छ सबैजना म चाहिँ यसो लाग्दिएको है ल पारीको नजरामा भेटौँ है सबैजना फाइनल्ली किरात पार्क कि के पार्क अरे अछि आइपुग्यो है हाम्रो राजन भाइ पो माया लाग्यो त मलाई त राजन भाइ यार बिचरा एक्लै छ यार आइपुग्छ कि आइपुग्दैन त्यो पो तनाव भयो त मलाई त यार यस्तै रहेछ माथि आउँदा त यत्रो मेहनत गरेको त खासै तर जस भ्यू मात्र राम्रो देखिन्छ राम्रो रहेछ पछाडि त फोटो खिच्ने खालको रहेछ नि ठिक छ आइपुग्यो जसो तसो हिँड्दै गर्दै भयो नि केटाहरूमा फोटो खिच्दैछ आउँदैछ केटाहरू अरू झप्प पैसा बोकेर कहाँ जान्छस् अरे भाइ पहाड जान्छस् ठिक छ पहाड जानुपर्छ है अनि तँलाई अहिले चाहिँ आजको यो घुमाइ चाहिँ कस्तो लाग्यो त अनि मजा अब अनि मेरो भ्युअर्सहरूलाई के भन्न चाहन्छस् त आउनु भन्न चाहन्छस् यो ठाउँमा ठाउँ कस्तो लाग्यो तँलाई भाइ प्याराराइडिङ अरे फेरि प्याराराइडिङ गर्नु मजा आउँछ अरे मेरो भाइ जानेको यस्तै छ भ्यूहरू गाइजहरू जाँदैछ होइन सबैजना
पर सोल्टिनेहरू छ अरे हो ल ठिक छ त्यहाँ गएर सोल्टिन जिस्कौँ होइन अब एकछिन त्यहाँ गौतम बुद्धको दामी हुन्छ है हेरौँ न के छ कसो छ होइन माथि गएर ल यस्तै रहेछ है ठाउँ चाहिँ कता कता केटाहरूले लान्छ यार आफूलाई थाहा नै हुँदैन कहाँ कहाँ लान्छ केटाहरूले यस्तो छ ठाउँ हेर अब चाहिँ हिँडिने हो विदेशीको पैसामा हिँडिने हो अरे गाउँ गलायो गाइजहरूले आज आइपुग्यो दुःख सुख यस्तै छ हिँड्दै ओर्दै रमाइलो भयो हिँडायो गाइजहरूले अलिक गाइजहरूले पुरा हिँडायो यार आज हिँडिङ राम्रो हो आउँदैछ आइपुग्छ कि आइपुग्छ त्यो पो तनाव गिद्धहरू उडिरहेछ हौ हेर्नुहोस् है गिद्धहरू एकदम सानो रहेछ यहाँको गिद्धहरू त दामी छ ठाउँ बबाल रहेछ यत्रो दुःख गरेको होइन बादलु पारीको देशैमा फाइनल्ली हामी चाहिँ किरात पार्क घुमिसकेर होइन अब सरर तल जाने हो हावा खानु होइन गौडा यहाँ हेर्नु सक्नुहुन्छ होइन के लेखेको छ यहाँनिर माथि यहाँ हेर्नु सक्नुहुन्छ किरात खै के लेखेको छ किरात वेलकम टु किरात सांस्कृतिक पार्क अरे है यहाँ चाहिँ हाम्रो हर्क साम्पाङको पार्क जस्तो सांस्कृतिक पार्क छ होइन एकचोटि सबैजनाले होइन भिजिट चाहिँ गर्नुपर्ने हुन्छ हाम्रो यो किरात पार्कमा होइन एकदम राम्रो छ रमाइलो छ होइन जोस् बनिँदै रहेछ ठाउँहरू टक्कसँगले आउनुपर्ने हुन्छ तपाईँहरू होइन आएर यसो घुमिदिनु होला भिजिट गरिदिनु होला होइन हामी चाहिँ भिजिट गरिसक्यौँ अब तपाईँहरूको पालो छ है लगायत भिजिट गर्नुपर्ने हुन्छ हजुरहरूले जसरी नि थ्याङ्क यू ल गाइजहरूसँग आइपुग्यो रमाइलो गर्नु विदेशी पैसामा रमाइलो गर्न आयो ओ भन भाइयो ए गौडा भन सीमा टोक्ने आइपुग्यो गर्मीमा हिँड्दै घाम खानु आइपुग्यो फाइनल्ली गाइज विदेशी पैसामा रमाउनु आइयो ल अब यो हाम्रो चाहिँ नुहाउने ठाउँ खोज्दैछौँ अब गाइज नुहाउने ठाउँ कहाँ छ त अब हाम्रो लागि चिसो ठाउँ कहाँ छ त यो ठाउँमा चिसो ठाउँ खोज्दै अब हामी गाइज एकदम सबैजना हावा चिसो तर घामले गर्दा अरे भाइ घामले एकदम गर्मी बनाइरहेछ अरू चाहिँ चिसै छ हिँड आज राम्रो भइरहेछ होइन रोमन दाइको चिस अरू त ठिकै छ अरू त्यस्तै हो पानी यस्तो छ होइन सबैजना आज त जता पायो त्यतै नुहाउनेहरू मात्रै छ त नुहाउने हो आज मजाले नुहाउने हो इन्जोय गर्ने हो त्यसो गाइज यतातिर चाहिँ आज गलियो केटाहरूले आज डह्रो हिँडाएको छ मलाई होइन मजाले हिँड्यो आज सोल्टिनहरू अगाडि आउनुहुँदैछ आन्टीहरू रहेछ सरी आज स्कुले सर्टमा पनि कोही आइपुगिसकेको छ हाम्रो घुम्ने ठाउँमा स्कुले सर्टवाला 12 पास गरेर 12को सर्ट लाएर 5 वर्ष भयो अरे दामीसँगले हिँडाइ चाहिँ राम्रो भयो पसिना बनाइसकेको छ गाइजहरूले यस्तै झोडीतिर कता लाने हो केटाहरूले होइन आम्मामा नुहाउने मान्छेहरू देख्नु सक्नुहुन्छ उहाँ अरू यता छन् गाइजहरू राजन भाइ अरू त्यस्तै हो घुमाइ चाहिँ यस्तै छ बबाल छ बबाल एकदम दामी भइरहेछ है हिँडाइ चाहिँ सबैजना गलिरहेछ यार आज माथि किरात पार्क पुगेर आउँदाखेरि त
फ्याँकै हुँदो रहेछ नि। उफ। हाम्रो पुरानो ठाउँमा त नआउँदै रहेछ यार। हो हाम्रो पुरानो ठाउँमा त नआउँदै रहेछ, अब के गर्नु अनि, सब नआउँदैछ हाम्रो पुरानो ठाउँमा यार। हेलो, यस्तै ढुङ्गा घारीमा हिँडिरहेछ गाइजहरू यार। पुरानो ठाउँ त सकेछ नि त, बगाइसकेछ नि। राजन भाइ कस्तो मजा आइरहेछ? मजा आउनु पुड्कै गला घर लगिदेऊ। हाम्रो निशानको चप्पल यहाँनिर छोडिएको रहेछ होइन। वाह, यो हो नि त नुहाई भनेको त। हिँडाइ बबाल भइरहेछ आज। सब नुहाउँदैछन् है गाइजहरू। आज ढिलो भयो जस्तो लागिरहेछ, जहाँसम्म चाहिँ मलाई ठाउँ पाउनुको लागि चाहिँ हामी अघि निस्किन्छ। अहिले चाहिँ तपाईँको 2:20 भइसकेको छ अनि 2:20मा अब ठाउँ पाइँदैन यहाँ। अब माथि नै जाने अरे हामी, लु माथि नै चलिदिने हो। ल गौडामा यस्तै छ है, मोज छ मोज, पानी नै पानी, मान्छे नै मान्छे। आज धेरै मान्छे छ होइन, आज त्यस्तै धेरै भन्दा नि के धेरै भन्नु, त्यो बोकाहरू धेरै छ, पार्टीहरू छैन हजुर। एकदम ठिक छ। बबाल ओ यहाँ रुमन चाहिँ पौडी खेल्नुहुन्छ। यहाँ जल परा अरे अच्छा बेटे टिकटॉकिए हो। अरे चुइकी गरिदिँदा राजिँदा बोल्ने देख्यो ल सबैजना हामी नुहाएर होइन, सबैजना फाइनल्ली हामी लागिसक्यौँ। अब बाटो लाग्न आँटेको। सबैजना एकदम नुहाएर एकदम सबैजना फ्रेस भएर, गोरे मान्छेहरू सबैजना होइन, काले भएर हामी सबैजना कालो भएर निस्केको छौँ है गाई चाहिँ एकदम है। ल सबैजना हामी अब यहाँनिर नुहाएको ठाउँ चाहिँ यही हो हाम्रो होइन, हामी नुहाएको ठाउँ चाहिँ यही हो होइन। हाम्रो स्पोर्ट चाहिँ यही थियो आजको लागि होइन। हामी सबैजना सकेर अब सबैजना ल बाई बाई गाइस, बाई बाई सबैजना, ल बाई है। सबैजना हामी निस्किसकेको छौँ। हामीले अलिक गोरो देखायो होइन ठाउँमा छ होइन, तर हामी सबैजना कालो छौँ होइन। काले भयो नि हेन्छौँ एकदम ल यो ठाउँलाई बाई बाई सबैजनाहरू, थ्याङ्क यू।